र म र मुकेश भाइको चाहिँ पैदल यात्रा हुँदैछ होइन बाहिरमा चाहिँ रुममा बस्दा बस्दा उडा झ्याउलाएर त्यत्तिकै घाममा होइन यत्तिकै हिँड्दाखेरि कुन त कालो मान्छे झन् अब कालो कालो भनेर दुईजनै भाइ होइन बात त सही है चाहिँ गाडीहरू यस्तो रोकेर साह्रै यो सबै खाली गरेर बसेको गाडीहरू होला एकदम घाम छ होइन टन्टालो पुरै घाममा दुईजना अब दाजुभाइ होइन कुन्ताको कालो कालो दाजुभाइ होइन झन् कालो कालो हुने भयो यत्तिकै अब टाइम पास कामसाम केही छैन त्यत्तिकै कुकुर जस्तो लहर लहर हिँड्यो क्या हामी चाहिँ होइन रुममा अब बस्दा बस्दा नाइट ड्युटी हो दुइटा दाजुभाइको ड्युटी चाहिँ बेलुका 4 बजीबाट बिहान 4 बजीसम्म 12 घन्टा ड्युटी हो सेक्युरिटी गार्डको जस्तै ड्युटी मात्रै 12 घन्टा हो स्यालेरी भन्ने छैन स्यालेरी त के भन्नु रहेन भन्नु लाज लाग्छ त्यसै हो हामी काम नपाएर लहर 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 हिँडिराखेको कुकुर जस्तै हो क्या कुकुरको काम पनि हुँदैन फुर्सदै हुँदैन भन्छ नि त्यो रुममा त्यो एसीको हावा खाएर कति सुत्नु पहिला कहिले त यसो घाम पनि ताप्दिउँ भनेर क्या घामबाट के भिटामिन डी हो कि सी हो पाउँछ अरे भन्छ है रुखहरू त है अत्र यता त हाम्रोतिर त त्यो रुखमा पानी पनि नहाल्ने भएर क्या त्यो हरियो हरियो नहुने है पानी कहिले हाल्दैन होला यता हेर्दै भयो अलिअलि कम्पनीको अगाडि रोपेको रुखहरू पनि हरियो हरियो छ गरम गरम मौसम छ माउन्टेन ड्यू खाने अनि लाखर 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 ड्युल्यो यस्तै छ अब चाडपर्व अब दसैँ त सकियो होइन अब तिहार आउँदैछ चाडपर्व आएपछि चाहिँ अलिकति कस्तो मन चाहिँ खिन्न खिन्न चाहिँ हुँदो रहेछ काम गर्नु मन नलाग्ने हुन त हामी परदेशीलाई होइन अब के दसैँ के तिहार होइन भाइ तैपनि अब यस्तो चाडपर्व गाउँघरतिर चाडपर्व आएपछि यसो गाउँघरको याद आउने बाबा आमाको याद आउने दिदी बहिनीको याद आउने झन् अब तिहारमा त झन् यस्तै अब अहिलेको तिहार पनि हेर्नुहोस् दिदी उता तपाईँको हात खाली यता भाइको निधार खाली ठिकै छ अब अर्को साल चाहिँ अब आम्ला नमरी बाँचे कालाले साँचे होइन होइन भाइ यहाँ चाहिँ बस्नुपर्छ भाइ अलि यहाँ सफा रहेछ यहाँ चाहिँ हेर्नु यस्तो दामी छ क्या रुख चाहिँ हेर कम्पनीको अगाडि हाम्रो चाहिँ कम्पनी अगाडि पानी सानी हाल्दैन डाम नहाल्ने कहिले हेर्दा यो रुख यस्तो दामी छ यार अब एकछिन चाहिँ हामी यहाँ अब छोटो रेस्ट पछि फेरि जोडिन्छौँ माउन्टेन ड्यू खाने हो अनि झन् हिमालय रोडिजमा छ नि माउन्टेन ड्यू रोडिज पनि कहिले आज भोलि पर्सि होइन छेउको चाहिँ होटेल त्यहाँ बगाला खोलिँदैछ जसले चाहिँ अब नजिकै हुँदै खोलिँदैछ होइन बगाला चाहिँ बगाला होटेलहरू सैलुन पनि छ नजिकै पहिला चाहिँ वा तल पुग्नु पर्थ्यो जजिरातिर अहिले चाहिँ यस्तो रुममा सुत्दा सुत्दा एउटा झलाएर भने यसो फ्रेस हुन बाहिर निस्केको होइन यो चाहिँ मेन हाइवे त होइन होइन यो भित्रको रोड हो यो अलसा जाने रोड हो
हाम्रो कम्पनी चाहिँ यो बिल्डिङको पछाडिपट्टि मान्छे बिल्डिङको पछाडिपट्टि छ भाइ अनि तिमी चाहिँ घर कहिले जाने भाइ म त जाने हो अक्टोबरमा फेरि भाइ चाहिँ अक्टोबरमा घर जाने रे अर्को अक्टोबर लगभग 1 वर्षै जस्तो छ अब अब म चाहिँ खोइ कहिले हुन्छ थाहा छैन होइन 5 वर्ष चाहिँ हुन लागिसक्यो 5वटा दसैँ तिहार हापिसक्यो होइन अब कतिवटा दसैँ तिहार हापिने हो अब यसपालिको तिहार पनि अब यता मेरो निधार खाली उता दिदीको हात खाली हुने हो के गर्ने होइन अब यस्तो मरुभूमि छ यार अन्त यहाँ यस्तो दामी दामी गाडी आँट्यो होइन ल हामी चाहिँ अब टक्क फेरि पकाला यो के खाने भाइ मिरिन्डा अघि के खाएको हामीले डिउ खाएको होइन यस्तो लिउ न यो रियल पर्छ होला त्यसलाई 2.5 रियल पर्छ कुन लिन्छ कस्तो बल्ल आनन्द आयो यार गोरुको मासु खाने हो के लाने बट्टाको मासु खायो भने त अनि लास्टै उस हुन्छ नि घाम तर्कामा डुल्दा पकाला म एकछिन यस्तो भए जाँदा पाउँछ होइन वाइ मैले त अस्ति भएर लगेको भएर आज चाहिँ नलाग्ने कोरियन चाउचाउ जस्तै हो कि भाइ कोरियन चाउचाउ यो चाहिँ नुन यस्तो दामी प्याकेटमा हुन्छ नुन यो पनि सानो नुन साल्ट मसाला कुखुराको मसाला माछाको मसाला यहाँ सबै मिठ मसला यो चाहिँ खसीको मासुको मसाला यो चाहिँ के हो अनि यो के हो साम्बर पाउडर साम्बर हामी चाहिँ किन्ने केही पनि होइन त्यतिकै हिँड्दा गर्मी भएर होइन अनि त्यत्तिकै यहाँ चिसो हावा खान आएको ल भाइ त्यो अघि उस ल्याउ त आइस ठुलो लिने कि सानो के लिने हो भाइ यो 7 अप त्यति ल्याउँछ त्यो ठिक हुन्छ अब हामी 7 अप लिनु ला ओ खस्ला हामी चाहिँ अब 7 अप खाइन्छ फेरि पनि अब गइन्छ ल भाइर म चाहिँ होइन अझै अगाडि अझै हिँड्दैछौँ होइन कहाँ पुगिदियो थाहा छैन यस्तो अब मैले भने नि अब हाम्रो गन्तव्यविहीनको यात्रीहरू हामी कहाँ पुगिने थाहा छैन होइन हिँडेको छ 12 बजेदेखि हिँड्न थालेको 2:30 भइसक्यो त्यत्तिकै हिँडिराख्यो भाइ अब यो हातमा भाइ देखाउँदा के लेखाउ तिमीले अहिले चाहिँ 7 अप लेख हामीले चाहिँ 7 अप लिएर हिँडेर आइसक्यो एउटा छायामा बसेर खाने भनेको छाया भेट्दैन हो
कुन्टाको कालो मान्छेहरू हेर्नु न हिँड्दा 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 त कालो कालो भइसक्यो ठिक छ होइन अब जो कालो अब उही भगवान्को सालो भन्छ त्यस्तै हाम्रो यात्रा अझै अगाडि बढिरहेको छ गन्तव्यविहीनको यात्रा हामी सत्ताहरू यहाँ पुरा पार्किङ गरेर राखेको छैन अब यो हिजो जुम्माको दिन खाली भयो होला खाली गरेपछि अनि टक्कै यहाँ राखेको छ हो यो टिप्पर सारा यो चाहिँ मेन रोड चाहिँ होइन हल्का सानो सानो रोड हो यो छायामा बसेर भाइलाई किनेको होइन 7 अब खाने भनेको भन्दा भन्दा अब कहाँ आइपुगिसक्यो सलाला सलाला औ त्यहाँ रुक्दिएको छ होइन त्यहाँ छायामा गएर खाने कि भन्ने छ होइन ट्याङ्कीबाट केही हुँदैन भाइ हल्का सफा भयो क्या उताको बाटो आएको भए चाहिँ टन्न रुखहरू भेटिन्थ्यो होइन छाया हुन्थ्यो हामी चाहिँ उता धेरै घुम्न मन नलागेर यताको बाटो आएको र बाँकी चाहिँ अब टक्क खाने बेलामा देखाउँछौँ र हामीले चाहिँ त्यस्तो राम्रो ठाउँ चाहिँ पाएन होइन यो अब चिसो खाने ठाउँ चाहिँ यस्तै हल्का हल्का कचरा कचरा जस्तो ठाउँमा बसेर खाँदैछौँ त्यस्तै गरी भयो कि हिँड्दा 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 यहाँ अगाडि पछाडिपट्टि नै एउटा गाडी रोकेर राखेको छ अनि यता पनि एउटा के को गाडी हो यहाँ डेन्जर लेखेको छ कि होइन के को गाडी हो डेन्जर लेखेको छ यो गाडी रुख पनि त्यस्तो राम्रो भेटेन यो चाहिँ पानी छाने नहाल्दो रहेछ हाम्रो कम्पनीको जस्तो रहेछ क्या है यहाँ भाइ चाहिँ बोल्दैछ होइन म पनि अहिले चाहिँ हामी 7 अफ चला बोल्छ जौडे जौडे घरे तब सारे बोल्छ केटीएम बैठ के 3-4 दिन घूम से